हेलो गाइजहरू, दर्शन नमस्ते। म आज फेरि एउटा भ्लग लिएर उपस्थित भइसकेको छु र पहिलाको अननोन भ्लग पछि म आज त्यसको पार्ट 2 दोहोरा भ्लग लिएर उपस्थित भइसकेको छु र आशा छ तपाईहरुलाई यो भिडियो मन पर्ने नै छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। नयाँ वर्षको शुभकामना सबैलाई। र घाम त्यस्तो खासै लागिरहेको छैन। म भने एक्लै यहाँ यात्राको क्रममा अगाडि बढिरहेको छु गाइजहरू। र म चाहिँ यता पाइला चाल्ने क्रममा अगाडि बढिरहेको छु। तपाईहरु दृश्य देख्न सक्नुहुनेछ। आजको दृश्य खासै घाम लागिरहेको अवस्था त छैन, तर पनि एकदम फिका फिका मौसम छ। आजको समयले साथ दिइरहेको छैन खासै। र यो चाहिँ हाम्रो ट्युलिप गार्डन रहेको छ। ट्युलिप एकदम राम्रोसँग फुलिरहेको अवस्था छ। यतापट्टि तपाईहरु देख्न सक्नुहुनेछ, एकदम राम्रो फुल फुलिरहेको अवस्था छ। बाटो चाहिँ यस्तो रहेको छ। यतापट्टिको अलिकति पक्की बाटो अनि एकदम शान्त। अहिले चाहिँ अब गर्मी सुरु भइसकेको छ। सो तपाईहरु बिहान पखको टाइममा आउनुभयो भने चाहिँ यो रनिङको लागि पनि एकदम उपयुक्त रहेको छ यो ठाउँ। यहाँ गाडीको बाटो रहेको छ, पक्की बाटो, घुम्नको लागि एकदम राम्रो। अब यो ठाउँको नाम चाहिँ दोहोरा भन्छ हैन। घुम्दै हिँड्दै क्रममा लगभग तलतिर म लागिरहेको छु। अनि यहाँ चाहिँ अब तपाईहरुले हरियाली देख्न सक्नुहुनेछ। अब लगभग म ओह्रालोतिर आइसकेको छु। म जाने चाहिँ त्यहाँ नजिकै डाँडामा हो। अनि आजको नयाँ वर्षको आगमनसँगै मनमा चाहिँ एकदम नयाँ गाडी, नयाँ वर्षको आगमनसँग चाहिँ म यता घुम्ने क्रममा र हावा चाहिँ एकदम जोडसँग चलिरहेको अवस्था छ। यता हावा सँगसँगै म पनि बहेर माथि उडिरहेको छु। वाह 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 कविता। हावासँगै म पनि माथि उडेर बहिरहेको छु। पाइला चलिरहेको छ, पाइला चलिरहेको छ। वाह 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 कविता त आइहाल्यो गाइजहरु मलाई है। ल today I have one new member guest from Gozo. Say hi. So what's your name? I'm Sarah. Sarah. So she's from Gozo, and
I found one member from Gozo and she's with her dog. So her dog is very beautiful and so lovely. I share my video about the dog as well. And I'm just walking again and making a video about Dohra. र गाइजहरु मैले आज बाटोमा एउटा खैरेनी पनि भेटेको छु। खैरेनी भन्नाले हाम्रो यही गोजोमा बस्ने एकजना बासिन्दा हुनुहुँदो रहेछ। अनि उहाँले चाहिँ कुकुर चराउने क्रममा बाटोमा भेटेर मलाई चट्ट लाएर एउटा भिडियोमा एड हुनको लागि चाहिँ भन्नुभएको थियो र एउटा भिडियो बनाउने क्रममा उहाँलाई पनि राखिएको छ। र यहाँको ओडार चाहिँ यस्तो रहेको छ, जुन चाहिँ एकदम बिचमा यस्तो अवस्थामा रहेको ओडार एकदम गहिराईमा पुल पारी यो नयाँ पुल रहेको छ गाइजहरु। अनि यो भने चाहिँ पुरानो पुल जुन भत्किएर पहिलाबाट चलिआएको अनि भत्किएर रहेको अवस्थामा रहेको छ। अनि मौसमले त आज अलिकति धोका दिइरहेको अवस्था छ। अनि भ्यूहरु यस्तै हो यताको। म लगभग माथिबाट तलपट्टि तल फेदतिर आइसकेको छु। बाटो एकदम सुनसान रहेको छ। र फाइनल्ली म तल आइसकेको छु। मेरो डेस्टिनेसन आइपुगिसकेको छ। अनि सबैजना मान्छेहरू यता आफ्नो कार पार्क गरेर बस्ने पार्किङ एरिया रहेको छ। अनि म चाहिँ अब यताको दृश्यहरू हेर्न गइरहेको छु। र हामी हिँड्ने क्रममा एउटा हाम्रो नजिकै रहेको भ्यू टावर देख्न सक्नुहुनेछ तपाईहरुले। अलिकति हाइटमा आएर तपाई पारीको हाइट भन्दा माथि मलाई हावाले धकालिरहेको छ गाइजहरु। र अलिकति हाइटमा चाहिँ यो हाम्रो भ्यू टावर रहेको छ। यहाँबाट चाहिँ तपाईहरु तलको अब हाइट भन्ने बित्तिकै तपाईहरुलाई थाहा छँदैछ। हाइटबाट माथि टावरबाट चाहिँ तलपट्टिको सेनामेनाहरु चाहिँ देख्न सक्नुहुनेछ गाइजहरु। म भने चाहिँ
भ्यू हेर्दै मौसम हेर्दै चिन्न बसिरहेको छु। मौसमले एकदम च्यालेन्ज गरिरहेको छ अनि यता पानी पर्न लागेको अवस्था रहेको छ। अनि म सँगसँगै पछाडि तपाईँ मेरो डेस्टिनेसन देख्न सक्नुहुनेछ। पछाडिको ठाउँ चाहिँ दोयरा भनेर भन्ने गर्छन् र म तपाईँलाई तलको दृश्यहरू देखाउन गइरहेको छु गाइजहरू। अनि म भने चाहिँ यहाँ मौसमसँगै लडिरहेर मौसमलाई च्यालेन्ज गर्दै दोयराको नजिक हावा खाँदै बसिरहेको छु गाइजहरू। एकदम शान्त मौसम छ अनि चिल पारामा पछाडिको दृश्य अनि पहाडहरूको चट्टानको बिचमा म आफू यहाँ नेपाली भएर स्वाभिमानी भएर आफ्नो खुट्टामा उभिएर बसिरहेको छु गाइजहरू। चिसो मौसम छ अनि चिसो हावा चलिरहेको छ गाइजहरू मुस्कानसँगै यो यो भने चाहिँ हाम्रो पवित्र गङ्गा जल, जहाँ चाहिँ नुहाउनको लागि चाहिँ
यहाँ एउटा बाथटब बनाइएको छ अनि यो चाहिँ एकदम चट्टानहरूको बिचमा पानी कहाँबाट आयो त गाइजहरू। यो चाहिँ एउटा अनौठो रहस्य हाम्रो रहेको छ। पानी यो चट्टानमा हेर्न सक्नुहुनेछ, पानी सफा पनि नुहाउनको लागि चाहिँ बाथटब है गर्मीमा एकदम। अनि सँगसँगै यो हाम्रो सेती खोज जस्तै भित्र गहिराइमा पानी, जहाँ चाहिँ पानी भित्रबाट आउने गर्छ, देख्न सक्नुहुन्छ पानीको छालभित्र, ढुङ्गाभित्र। म चाहिँ अब यताबाट भाग्नुपर्ने अवस्था आइसकेको छ गाइजहरू, पानी पर्न लागिसकेको अवस्था छ र म यहाँ धेरै बेर बस्यो भने चाहिँ मलाई यहाँ पानीले भिजाउला भनेर भन्न सकिन्न, किनभने अफकोर्स पानी पर्न लागिरहेको छ। त्यसैले म चाहिँ यहाँको मौसमलाई च्यालेन्ज नगरिकन अब हतार मेरो यहाँको दोहोराको यात्रा यहीँ प्याकअप गर्नुपर्ने हुन्छ गाइजहरू। अब म यहाँको प्याकअप गर्दै यहाँको यात्रालाई प्याकअप गर्दै गाइजहरू अब भाग्नुपर्ने अवस्था आइसकेको छ। र सँगसँगै म भ्लगको अब अन्त्यतिर आइसकेको छु अनि आशा छ तपाईँहरूलाई आजको छोटो मिठो भ्लग मन पऱ्यो। म फेरि अर्को भ्लग लिएर उपस्थित हुने बाचा गर्दै अहिलेको लागि चाहिँ भ्लगबाट बिदा हुन चाहन्छु। फेरि नयाँ राम्रो भ्लगहरू आउने नै छ, तबसम्मको लागि तपाईँहरू साथ सपोर्ट गर्दै गर्नुहोला होइन। साथ सपोर्ट माया सबै लाइक सब्सक्राइब सबै गर्दै गर्नुहोला। त्यति भन्दै अहिलेको लागि चाहिँ म अब बिदा हुनुपर्ने अवस्था आइसकेको छ गाइजहरू, माफ पाउनु होला, पानी पर्न लागेको अवस्था छ।